नमस्ते साथीहरू, एग्री ओल्ड नेपालमा स्वागत छ। आज हामी यस भिडियोमा ड्र्यागन फ्रुट खेती सम्बन्धी कुराहरू गर्नेछौँ। यस ड्र्यागन फ्रुट फार्ममा आज हामीले देख्न सक्नेछौँ ड्र्यागन फ्रुट फार्मको अवस्था कस्तो छ, कसरी लगाइएको छ, यसको व्यवस्थापन कसरी गरिएको छ, सिँचाइको व्यवस्थापन कसरी गरिएको छ, काटछाँट कसरी गरिएको छ, गोडमेल कसरी गरिएको छ, के कस्ता प्रक्रियाहरू गर्नुपर्ने हुन्छ र यो फार्ममा के गरिएको छ, के गरिएको छैन भन्ने सम्पूर्ण कुराहरू हामीले यसमा गर्नेछौँ र ड्र्यागन फ्रुटमा के कुरा गर्नुपर्ने हुन्छ, कसरी लगाउनु पर्ने हुन्छ र फाइदाका लागि ड्र्यागन फ्रुट खेतीबाट हामीले के कसरी बढीभन्दा बढी आम्दानी लिन सकिन्छ भनेर हामीले यस भिडियोबाट जानकारी प्राप्त गर्नेछौँ। यसका लागि यो ड्र्यागन फ्रुट खेती सम्बन्धी भिडियो हेर्नुहोला है त। धन्यवाद, नमस्कार।